गृहमा रवि लामिछानेको रफ्तार 12 दिन 288 घण्टा 10 काम। रवि लामिछाने गत फागुन 23 गते दोस्रो पटक उपप्रधान सहित गृहमन्त्रीका रूपमा सिंहदरबार छिरे। फागुन 23 देखि चैत्र 5 गते अर्थात् यो 12 दिनको अवधिमा रविले के गरे त्यो देखाउँदैछौं। 1. कृष्ण बहादुर महरा पक्राउ। सुन तस्करसँग साँठगाँठ देखिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरा सोमबार पक्राउ परेका छन्। गृहमा रविको प्रवेशसँगै ठूला माछा पक्राउको सिलसिला सुरु भएको छ। 2. दिपेश पुन पक्राउ। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रहरीले चैत्र 2 गते काठमाडौँको धापसीबाट पक्राउ गर्यो। 3. बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता र विनोद चौधरीसँग बयान लिन निर्देशन। दरबारदेखि सरकारसम्म सबैलाई मिलाएर आजसम्म दागविहीन भएका चौधरीको जीवनमा सिआइबीमै पुगेर ल्याप्चे हानेको सम्भवतः यो नै पहिलो घटना हो। रविको राडरमा पुगेपछि रन्थनिएका उनको प्रभाव यतिसम्म देखियो कि मानव आफूलाई सुपर नागरिकको दर्जा दिएका उनलाई कानुनी दायरामा ल्याउनु नै अपराध थियो। तर उनी यसअघि नारायण काजीको सुशासनमा जोगिएका उनी रविको चेकलिस्टमा परेपछि बयान दिन बाध्य बने। अब सम्भवतः सरकारी जग्गा बुझाउन पनि बाध्य बन्नेछन्। 4. नक्कली भुटानी शरणार्थी प्रकरण पुनः बिउत्याउँदै। गृहमा रविको इन्ट्रीसँगै राजनीतिमा भुइँचालो ल्याएको नक्कली भुटानी शरणार्थी प्रकरण फेरि बिउतने भएको छ। तत्कालीन समयमा किटानी परेको तर राजनीतिक शक्ति प्रयोग गरेर मुद्दाबाट उम्किएकाहरू यो लटमा लगभग तानिने देखिन्छ। यो प्रकरणले कांग्रेस नेत्री आरजु राणादेखि एमाले अध्यक्ष केपी ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यसम्मलाई अनुसन्धानको दायरामा ल्याउने चर्चा छ। 5. आरती शाहको परिवारसँग सहमति। 6. मिटर ब्याज पीडितसँग सम्झौता। 7. सिआइबी प्रमुख हेरफेर। 8. प्रहरीलाई निर्देशन, भ्रष्ट तस्कर र गुण्डागर्दी गर्नेलाई समात्न आदेश कुर्नु पर्दैन। 9. 77 वटै जिल्लाका सरकारी जग्गाको फाइल झिकाउन निर्देशन। 10. हस्तक्षेप गरे गृह छोडेर पत्रकार सम्मेलन गर्ने अडानपछि कामको स्पिड। रविका पछिल्ला कदमहरूलाई स्वयं प्रधानमन्त्री प्रचण्ड नै अवरोध गर्न सकिरहेका छैनन्, किनकि वर्षौंदेखि राज्य र देशमाथि यस्ता विभिन्न खाले अपराध गरेकाहरूलाई कानुनी दायरामा ल्याउने रविको प्रयास प्रशंसनीय छ, जसमा जनताको साथ पनि देखिन्छ।